हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। अहिले चाहिँ रातिको 2 बजिरहेछ अनि रिमा र म चाहिँ इर्स्मी शर्मिला लिम्बू। अनि तिम्रो नाम? अनि हामी चाहिँ आज कि साथी भएर जान लागेको अनि भ्लग स्टार्ट गरेको अँध्यारोमा। अनि आज के गर्छौँ हेर्नु होला। हामीले चाहिँ फुल टिपेर ल्याइसक्यौँ, गुलाबको फुल। त्यो चाहिँ मातालाई के अरे माला एकदम राम्रो हुन्छ अरे, सो टिपेर ल्याइसक्यौँ। अब लेट्स सी के गर्छौँ हेरिदिनु होला। म चाहिँ मन्दिर लानको लागि पानी अरे माला रेडी गर्दैछु। अहिले चाहिँ अब म माला उन्न थाल्छु। अहिले चाहिँ म पानी फुल उन्न गइरहेको छु माताको लागि। फुल फर्स्ट पानी परिरहेछ, अब कसरी जाने छैन। Second. अन अफ गर न स्विच। अहिले चाहिँ पानी परिरहेछ होइन। म चाहिँ बिहानै उठेर अहिले 2 बजिरहेछ, त्यो टाइममा म फुल उनिरहेको छु। गाइज देख्न सक्नुहुन्छ म नुहाएर मात्रै बसिरहेको छु। लच्छु हो लच्छु। आज चाहिँ म अनि त्यहाँबाट भाइ बहिनी अनि हाम्रा साउजी कति देर जानु हुँदैछ। पूजा गर्ने सामान गरिदिनु न। मेरो अर्को जुत्ता प्लास्टिकमा तर यो गुलाबको फुलमा चाहिँ एकदमै साह्रो छ, सबै उयो जाने रहेछ। सो गाह्रो छ मलाई, यता र उता हिँडेर डिस्टर्ब गरिराख्नु भएको छ। तल गएर नि लच्छु त्यो पूजाको सामानहरू निकालिदिनु न। अहिले चाहिँ हामी सानो फेदीबाट जाँदैछौँ। अब हाम्रो यात्रा सुरु। अघि चाहिँ बाइकमा आयौँ कि, तर अहिले चाहिँ एकछिन सानी नानी हो। हेलो, अहिले चाहिँ हामी यो के भन्छ अरे भालु गौडे आसपासतिर आइसकेको छौँ है। केबल कार एरिया छ उतल। केबल कारको भवन छौँ होला जस्तो लाग्छ। खोइ कता मलाई पनि राम्रोसँग थाहा छैन, फर्स्टचोटि आएको भन्नु मिल्दैन, 4-5 चोटि भइसक्यो। अनि यहाँ चाहिँ हाम्रो फुच्ची डनहरू हुनुहुन्छ।
हिँड्नु नसकेर बिजोग छ है। अब हामी अहिले हामी चाहिँ अहिले यहाँ आएको छौँ। यहाँनिर ढुङ्गा फाल्यो भने चाहिँ सोचेको पुग्छ कि के भन्थ्यो है। ट्राई टु अन्डरस्ट्यान्ड। कहाँ पो फाल्छ हौ? ल सबै झार। यस गुड। अड्के मेरो। मलाई चाहिँ पाथिभरा जाँदाखेरि एकदम बाटोमा साह्रो बनाइराखेको थियो। त्यसपछि हामी पुगेर पूजासुजा गऱ्यौँ अनि पूजा गरिसकेर चाहिँ हामी फर्किनतिर लाग्यौँ। पूजा एकदमै भिड थियो, लाइन लागेर भिडियो गर्न पाइनँ। सो त्यसपछि कन्टिन्यू। गाइज अनि हामी चाहिँ पाथिभराबाट फर्किसकेको छौँ होइन। अनि त्यसपछि यहाँबाट भिडियोहरू बनाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि त्यसपछि हामीले जाँदैछौँ होइन। एकदम गर्मी भएको छ। ज्याकेट यहाँनिर छ अनि देख्न सक्नुहुन्छ। अनि लाली गुराँसहरू अहिले पनि रहेछ। देखेन तर पनि लाली गुराँस चाहिँ छ। पुगेर राम्रै पूजा गऱ्यौँ भन्नु भन्यो। पिङ्क कलरको फुलेको छ यहाँनिर, देख्नु भएन रहेछ हजुरहरूले। अनि अब हामी जाँदैछौँ। हामी चाहिँ आधी बाटो आइपुग्यौँ। अनि सर्टकट बाटो गएको एकदम अप्ठ्यारो रहेछ। अनि त्यसरी हामी एकदम होसियारले जानुपर्ने हुन्छ। यस्तो छ बाटो, हजुरहरूले देख्नुभयो होला। यस्तो रहेछ। हामीले चाहिँ सर्टकट भनेर फास्ट हिँडेको, तर पनि उहाँहरूलाई जित्न सकिनौँ हामीले। म जित्न सक्छु, दुःख लाग्यो। अब आउँदैछौँ हामी हिँड्दैछौँ र यहाँ हुनुहुन्छ हाम्रो तुम्बा, मतलब ठुलो बुवा। अनि हामी हिँड्दैछौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो सुँगुरे दादा। जस्ट जोकिङ है। हामी चाहिँ अहिले हिँड्दैछौँ। अनि सुँगुरको जुगा हुन्छ, तपाईँ पनि सुँगुरे भन्नुभयो। 1500 आयो त जन्मेको याद छ त हुन्छ न त्यो बुझ्छस्। यहाँ फेरफेर त कति झरेछ त सक्नु जस्तो दामी छ होइन गाइस। कसको गाइस हामी चाहिँ आधी बाटो आइसकेको छौँ। अरूहरू चाहिँ उकालो जानुभयो। अनि हामी चाहिँ तेर्सो बाटो आएको, किनभने अघि जाँदा उकालो बाटो गयौँ हामी। अनि हजुरहरूले यहाँ बोर्डमा हेरेर सक्नुहुन्छ। अहिले तपाईँ यहाँ हुनुहुन्छ। 8 किलोमिटर रोड छ। अनि हामी यो बाटो गएको, आएको तुम्बाहरू यो बाटो अनि गएको। अनि हामी चाहिँ अब जाँदैछौँ। अहिलेसम्म लाली गुराँसहरू रहेछ गाइस। अनि हामी चाहिँ अहिले आधी बाटो आइपुग्यौँ होइन। अनि असिना पर्दैछ। हामी चाहिँ यहाँ छातामा बसिरहेछौँ। त्यति साह्रो ठुलो परेको छैन, सानो सानो छ। हिउँ जस्तो लागिरहेछ मलाई। हो खाजा सकिन्छ हुन्छ गाइस। अनि यहाँ असिना पर्दैछ, हिउँ पर्छ अरे, सरी हुन्छ अरे जमेर। अनि हामी जाँदैछौँ। यहाँ फोनलाई पानीबाट बचाउँदै भिडियो बनाउँदैछौँ। पानी एकदमै ठुलो पऱ्यो। अनि त्यसपछि हामी चाहिँ पानीमा भिज्दै घरतिर आयौँ। अनि त्यहाँबाट घरमा बाइकमा आयौँ। सो भिडियो गर्न पाइनँ। थ्याङ्क्स फर वाचिङ।